विखण्डनकारी नेपाली, भ्रष्टाचारी नेपाली, कान खोलेर सुन। अब पनि हामी नेपालीहरू एकजुट भएर अगाडि बढेनौँ, देशको रक्षा गरेनौँ। कसैलाई लिम्बुवान चाहिन्छ, कसैलाई खम्बुवान चाहिन्छ, कसैलाई किराँत राजा, कसैलाई नेवार राजा, कसैलाई खस राजा, कसैलाई तामसालिङ भन्नुभन्दा नि पहिला हामी नेपाली हो। हाम्रो पुर्खाले जसरी नेपाल बचाएको छ त्यसरी नेपाल बचाउनु पर्छ। हामीले विदेशीको हस्तक्षेप गर्न दिनु हुँदैन भनेर भन्यौ भनेदेखि तिमीहरूले फेरि पनि साँप्रानी खान पाउनेछौ, पिज्जा खान पाउनेछौ, बर्गर खान पाउनेछौ, बियर खान पाउँछौ, मोज मस्ती गरेर लग्जरी जीवन जिउन पाउँछौ। अगर तिमीहरूले आफ्नै स्वरमा हिँड्यौ भनेदेखि यो भोलिको दिनमा धेरै टाढा छैन, हेर्दै जाओ। 5 दिनको बासी रोटी पनि तिमीहरूले भेट्दैनौ। कसैले फ्याल्छ कि, कसैले दिन्छ कि एक बोतल पानी, कसैले एउटा रोटी दिन्छ कि, भोकमा प्यास मेट्न पाउँछ कि, भोक मेट्न पाउँछ कि भन्ने दिन धेरै टाढा छैन। मेरो त प्रत्यक्ष आँखाले देखाएको छु। 5 वर्ष काम गरेर आज त्यस्तो ठाउँमा होइन। त्यहाँ कति हालत खराब हुन्छ भनेदेखि तिमीहरूले सोच्न नि सक्दैनौ। त्यसैले सबभन्दा पहिला आफ्नो नेपाल कसरी बचाउने, पहिला हामी नेपाली भएर बचेपछि आफ्नो धर्म, आफ्नो कला, आफ्नो संस्कृति, आफ्नो रीतिरिवाज आफूले बचाउने हो, अरू कसैले बचाइदिने होइन। त्यसैले सबभन्दा पहिला नेपाली बन्न सिक। यो बिचमा भड्काउनेहरूले गर्दाखेरिमा यी कहाँका शरणार्थी हुन्, को हुन्, चाहे जुनसुकै बाहुन हो, चाहे छेत्री, नेवार, जुनसुकै जहाँसुकै नेपालको विरुद्धमा बोल्छ भने ती शरणार्थी नै हुन्। नेपालको होइन, तिनीहरूलाई नेपालको माया छैन, नेपालको झन्डाप्रति माया छैन, हाम्रो पुर्खादेखि गौरव छैन तिनीहरूलाई। त्यसैले तिनीहरूको विरुद्धमा लडेर हामी एकजुट भएर नेपाल बचाउँ। अनि त्यसपछि पिज्जा टोकिन टोक, कुखुरा साप टोक, जे गरे नि गर, मोज मस्ती गर। तर अहिलेको अवस्था भनेको एकदम जटिल अवस्था छ नेपालको लागि, मेरो सोचाइमा चाहिँ है। त्यसैले नेपाली हामी एकजुट हुनुपर्छ। जय श्रीराम, हर हर महादेव, जय देश, जय नरेश।